मैले त छेरेको थिएँ यार मैले पनि पेन्टीमा स्कुल पढ्दाखेरि पहिल्यै 5 6 7 8 हो नि भान्जा मैले त क्वाक्क स्कुलमा पारेको सबले थिएँ होइन यसरी अनि यस्तो चाकमा हात लागेको त कुपर निस्किरहेछ यार त हामीलाई त 3 जनालाई पाइपले हानेको थियो अगाडि ल्याएर माछालाई मलाई त्यतिखेरै शङ्कै छेरेको लाग्यो थिएँ मैले मैले पादेँ कि अनि मैले यो त कसम हगे नै जस्तो लागेको थियो क्या यस्तो चाकमा हात लागेको त यस्तो औँलामा हेर्छु त कुपो थियो यार धट सुमुक्क गएर टोइलेट गएर सफा गरेको नि यार म त घर आएर सफा गरेको म त घर डह्रो हुन्छ यार फेरि सुकेर अनि त्यो जुत्ता पोलिस बन्ने ब्रुसले यस्तो घोटेर अनि पखालेको चाक त फाँक भएको थियो होला त मामा चाकको त्यो पार्ट त ट्याप्पै भएको थियो डह्रो न डह्रो चाकको त्यो पार्ट त्यो छालामा त तपाईँले क्या जुत्ता पुस्ने बुरुसले गर्नु भन्दा छाला पिल्छिहाल्छ त्यो त एकदमै उयो हुन्छ नि कहाँ पिल्सिन्छ हौ नरम हुन्छ त जुत्ता पुस्ने ब्रुस त नरम खालको हुन्छ त फेट जुत्ता पुस्नेले हान्नुभएको त्यो साढे कहिले मैले त यार स्कुल पढ्दाखेरि पोलिस कहिले गरिनँ यार तोरीको तेल दल्दिन्थ्यो यार जुत्तामा कस्तो टल्किन्थ्यो नि मैले नि तेलै दल्थे त है तर पुलिस तोरीको तेल अरे कस्तो के भन्छ नि यो भन्छ तोरीको हो ए तोरीको टल्किन्छ नि टल्किन्थ्यो तर धुलो टाँसिन्छ क्या तर एकैछिनमा टाँसिहाल्थ्यो होइन तर फेरि एकचोटि